यो मिसन थियो रहेछ भन्ने हामीले थाहा पायौँ र त्यो मिसन सफल भएको भए यो देश निकै ठुलो दुर्घटनामा अझ ठुलो राजनीतिक दुर्घटनामा पर्ने थियो। हामीले त्यस्तो चाहिँ हुन नपाओस् भनेर नै राष्ट्रपति संस्था बचाउनको लागि, गणतन्त्र बचाउनको लागि यो संविधान चाहिँ केही न केही त घाइते भएको छ संविधान, तर घाइते भए पनि मरि नहालोस् भन्नको निम्ति हामीले अन्तरिम सरकार र निर्वाचनतिर देशलाई लैजाने समझदारी गरेका हौं। तपाई सबै कमलहरूले यो कुरालाई पक्कै पनि विचार गर्नु भएको होला र सुरुमा त यो निर्वाचनतिर पनि देश जाने हो कि होइन भन्ने पनि थियो। हामीले त्यसो गरे पनि कतिपय राजनीतिक दलहरूले निर्वाचनका विरुद्ध सर्वदलीय सरकार, अर्को सरकार गठनको कुरा, संसद पुनर्स्थापनाका कुरा, अन्य कुरा, सर्वपक्षीय सरकारका कुरा इत्यादि पनि चर्चा चलिरहेकै थियो। तर हामी मात्रै त्यस्तो पार्टी भयौं जसले 26 गते रातिदेखि नै लगातार अबको विकल्प जनतामा जाने विकल्प मात्रै हो, अबको विकल्प निर्वाचन नै हो, अरू यताउता भन्यो भने फेरि अर्को दुर्घटना देशमा हुन सक्छ भनि नै राख्यौं। आज हामीलाई खुशी छ, हामीलाई गर्व पनि छ। अब चाहिँ सबै राजनीतिक दल, नागरिक समाज र आम जनता पनि निर्वाचनको लागि तयार भएको अवस्था बन्यो। हामीले राष्ट्र निकै ठूलो संकटमा परेको कुरा नजिकबाट अनुभूत गरेको हुनाले र यो परिवर्तन समावेशी, समानुपातिक, लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि सबभन्दा बढी संघर्ष, त्याग र बलिदान गरेको पार्टी हुनुको नाताले हामीले यो नयाँ र जटिल परिस्थितिमा राष्ट्रलाई कसरी बचाउन सकिन्छ, जनताको कसरी रक्षा गर्न सकिन्छ, परिवर्तनलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने बारेमा धेरै चिन्तन मनन गरेर नै हामीले विभिन्न साना ठूला कम्युनिस्ट घटकहरू, समाजवादीहरू मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएको पनि कमरेडले यहाँहरू सबैले देखिराख्नु भएकै छ। आजसम्म आउँदा झण्डै 26 वटा साना ठूला समूहहरू एक भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ र यसको उद्देश्य राष्ट्रमा एउटा देशभक्तहरूको विशाल शक्ति निर्माण गर्ने, क्रान्तिकारीहरूको शक्ति निर्माण गर्ने र प्रतिक्रियावादी देशी विदेशीहरूको जो चलखेल यो राष्ट्रका विरुद्ध भइरहेको छ त्यसलाई रोक्ने तागत पैदा गर्ने उद्देश्यद्वारा यो प्रेरित थियो र त्यो प्रेरित छ। त्यसकारण कमलेहरू, म तपाईहरू सबैलाई के भन्न चाहन्छु भने यो निर्वाचन एउटा निर्वाचन हो, आउँछ जान्छ भन्ने रूपमा हेर्न हुने निर्वाचन होइन। यो एउटा असाधारण निर्वाचन हो। यो निर्वाचनमा लडाई चाहिँ केही उम्मेदवारहरूको प्रतिस्पर्धाका रूपमा हुँदै छैन। 26 गते यो देशलाई विध्वंस गर्ने तत्त्व र प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र यो देश एकताबद्ध हुनुपर्दछ। सबै खाले अतिवाद र विध्वंसकारीहरूका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिका बीचको लडाईँका रूपमा यो निर्वाचन हुँदैछ। त्यसकारण यो आउँदै गर्ने जाँदै गर्ने निर्वाचन होइन, असाधारण रूपमा हाम्रो अगाडि आइपरेको निर्वाचन हो। यो निर्वाचनलाई हामीले एकातिर राष्ट्रको बृहत्तर हित, राष्ट्रिय स्वाधीनता, हाम्रो स्वतन्त्रता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने लडाईँका रूपमा यो छ। तपाईँ हामीले के देख्यौं भने 24 गतेदेखि 26 गतेसम्म झण्डै यो देशमा राज्यविहीनताको स्थिति देखा पर्यो। कसले चलाएको छ यो देशलाई भन्ने प्रश्न बडो गम्भीर ढंगले देखा पर्यो। त्यसकारण फेरि एकचोटि यो राष्ट्र नेपालीहरूकै हातमा छ। यो राष्ट्रको बारेमा अहम फैसला गर्ने अधिकार नेपाली जनताकै हातमा सुरक्षित छ भनेर स्थापित गर्ने
महाअभियान जस्तो बन्न गएको छ यो निर्वाचन। हामीले यो निर्वाचनलाई यस अर्थमा स्वीकारेका छौं कि यो निर्वाचनका माध्यमबाट हामी आम जनताका बीचमा गएर सच्चाई के हो, आज राष्ट्र यस्तो संकटमा कसरी पर्यो र हामीले यो राष्ट्रलाई संकटबाट निकास दिन के गर्नुपर्छ भन्ने बारेमा आम जनतासँग संवाद गर्ने, छलफल गर्ने, बहस गर्ने र त्यसबाट एउटा